हरे कृष्ण। भक्तहरूको सान्निध्यमा रहनुपर्छ अनि बल्ल भगवानको प्राप्ति हुन्छ भनिन्छ नि। त्यसको एउटा कथा सुनाउँछु तपाईलाई। चैतन्य महाप्रभुले आफ्नो सबै भक्तहरूलाई जगन्नाथपुरीमा वर्षमा एक दुई चोटि भेट्नुहुन्थ्यो। त्यतिखेर धेरै टाढा टाढाबाट भक्तहरू चैतन्य महाप्रभुलाई भेट्नलाई बोटको मार्फतबाट बसको मार्फतबाट आउँथे। अनि सबैसँग त्यति पैसा पनि हुँदैन थियो, खान बस्न धेरै खर्च हुन्थ्यो नि त। अनि एकजना अर्को भक्त थिए, शिवानन्द सेन नामका भक्त। उनी चाहिँ के थिए भन्दा ट्याक्सहरू कलेक्ट गर्ने काम गर्थे। त्यतिखेर अलि पैसावाला थिए के। अनि तिनलाई के सेवा दिएथे भन्दा चैतन्य महाप्रभुले जो पनि भक्त मलाई भेट्नलाई जगन्नाथपुरीमा आउन चाहन्छ त्योसँग अगर केही रकमहरू कम छ, सुविधाहरू पुगाउन केही पैसाहरू कमी पर्यो भने तिमीले त्यो फुलफिल गरिदिनु भनेथे। अनि त्यस पछाडि शिवानन्द सेनले त्यो प्राप्त गरेथे सेवा। अनि एक दिन के हुन्छ भन्दाखेरि एउटा कुकुर पनि आउन खोज्छ के। अनि कुकुर पनि आउन खोज्छ। अनि त्यस पछाडि बोटमा जब बसाइन्छ कुकुरलाई, सबै मान्छे भरिएका हुन्छन्। त्यो बोटको त्यो पाइलटले भन्छ कि यसलाई निकाल्देऊ, कुकुरलाई हामीले अलाउड गरेका छैन भन्दाखेरि शिवानन्द सेनले 10 जनाको व्यक्तिको बरु म पैसा दिन्छु, तर यसलाई हामी लिएर जाने भन्दाखेरि उसलाई पनि लिएर जान्छन् कि। अनि जब बोटबाट उत्रेर फेरि शिवानन्द सेन आफ्नो ट्याक्सहरू कलेक्ट गर्न थाल्छन् हैन, अनि त्यो कुकुरलाई बिर्सिन्छ के। त्योभन्दा अगाडि बिस्कुटहरू खानाहरू दिइरहेर केयर गरिरहेका हुन्छन्। तर जब बोटबाट उत्रिन्छ सबै आफ्नो आफ्नो तालमा चैतन्य महाप्रभुलाई भेट्नलाई जगन्नाथपुरीमा दौडी दौडी गइहाल्छन्। कुकुर हरायो अब। अनि शिवानन्द सेनले खोज्छन् कहीँ नभेटेर नि त। अनि उनले सोच्छन् कि मैले चैतन्य महाप्रभुको राम्ररी सेवा गरिनँ, मैले कुकुरलाई ल्याउन सकिनँ भनेर उनी रिसाएर एउटा ठाउँमा बसेका हुन्छन्। सब चैतन्य महाप्रभुसँग भेट्न जान्छन्, तर शिवानन्द सेन आउँदैन। अनि शिवानन्द सेन नआएपछि अनि सोध्छन् चैतन्य महाप्रभुले कहाँ गयो शिवानन्द सेन भनेर। अनि पछि जब सबै भक्तहरूले भन्छन् हामीले त देखेनौँ भनेर, अनि शिवानन्द सेनलाई बोलाउन पठाउँछन्। पछि शिवानन्द सेनलाई बोलाएपछि शिवानन्द सेन रिसाए जस्तो, अप्ठ्यारो माने जस्तो, केही गल्ती गरे जस्तो मुख बनाएर तल टाउको गरेर उभिथे। अनि चैतन्य महाप्रभुले भने कि के भयो, किन यस्तो भन्दाखेरि तपाईँले मलाई सेवा दिनुभएको थियो, जो पनि तपाईँलाई भेट्न आउन चाहन्छ तिनीहरूलाई ल्याउनु भनेर, तर एउटा कुकुर आउन चाहेको थियो, मैले त्यसलाई राम्ररी ल्याउन सकिनँ, मैले गल्ती गरेँ, त्यही भएर मैले तपाईँको सेवा राम्ररी गरिनँ भनेर मलाई पछुतो लाग्दैछ भन्दाखेरि, अरे किन चिन्ता गर्छौ, त्यो बोटबाट उत्रिँदाखेरि सबैभन्दा पहिला कुकुरै आएको थियो। म यहाँ प्रसाद लिएर बसिरहेको थिएँ, सन्यासीहरूसँग प्रसाद खाएर बसिरहेको थिएँ, ठ्याक्क कुकुर आयो। अनि मैले नरिवलको त्यो काँचो नरिवलको सानो टुक्रा त्यसलाई दिएँ, मेरो जुठो, अनि त्यसले खाने बित्तिकै त्यसको 4वटा हात भएर वैकुण्ठ धाममा गयो भनेर भन्नुभयो। अनि शिवानन्द सेन खुसी हुनुभयो कि। यो स्टोरीको मोरल शिक्षा के हो भनेपछि, अगर हामीलाई कुनै भक्तहरूले चाहे भनेपछि हामी 100% भगवानको धाममा जान्छौँ के। बुझ्नुभयो नि। त्यही भएर हामीसँग ज्ञान नहोस्, बरु हामीसँग साधनाको दम नहोस्, हामीसँग पुण्य नहोस्, होइन केही पनि नहोस्, तर भक्तहरूले हामीलाई चाहे भनेपछि भगवानले हामीलाई लग्दा रहेछन् कि। यो कथाबाट यो शिक्षा मिलिन्छ। त्यही भएर भक्तिविनोद ठाकुरले एउटा सङ लेख्नुभएको छ, हामीले वैष्णवको कुकुर बन्नुपर्छ अरे के। भन्न खोजेको के भन्दाखेरि हामीले वैष्णवको पछि लाग्ने, वैष्णवको सेवा गर्ने, भक्तहरूको सेवा गर्ने। यस्तो गर्दाखेरि के हुन्छ, भक्तहरूले हामीलाई चाहन्छन्, हाम्रो रिलेसन बन्छ। अनि त्यस पछाडि भक्तले हामीलाई चाहेपछि भगवानले हामीलाई पनि लिएर जाँदो रहेछन् कि। हरे कृष्ण।